हेलो गाइज, यो चाहिँ हाम्रो के भन्छ रायोको बारी हो, रायोको सागबारी। अब यो चाहिँ रायो सकियो, त्यसपछि यो फुल्न लागेको थियो। हामीले पुरै बिउको लागि रेडी गरेर राखेको हो। अब यसलाई चाहिँ सबै म निकाल्छु। त्यस पछाडि यहाँ फेरि फुल रोप्नको लागि तयार बनाउने हो। अब यसलाई पुरा सफा गरेर यो सबै उखालेर यसलाई घाममा सुकाएर यो रायो चाहिँ फेरि अर्को वर्ष छर्नको लागि भनेर रेडी गर्ने हो यसको बिउ चाहिँ। अनि यसलाई चाहिँ अब आज सब निकाल्छु म यसरी माथि माथि बिचबिचमा भाँचेर। अनि यसलाई घाममा सुकाउने अनि यसको बिहा निकालेर राख्ने। यो ठाउँमा चाहिँ खनेर फेरि अब यो दसैँ तिहारको लागि फुल रोप्ने हो। पुरा फुल रोपेर फुलबारी बनाउने हो। 6 महिना जति चाहिँ रायोबारी हुन्छ, 6 महिना जति चाहिँ फुलबारी हुन्छ। यो हेर्नु है त, क्या दामी तालले फुल फुलाउँछु म यहाँ। पोहोरको साल नै मैले यहाँ रोपेको फुलको भिडियो चाहिँ हालेको थिएँ होइन, कतिजनाले हेर्नु भएन। यो वर्ष पनि हाल्नेछु। सबैजनाले हेरिदिनु होला अनि सब्सक्राइब पनि गरिदिनु होला। यो मेरो नयाँ च्यानल हो, यसमा यस्तै यस्तै भिडियोहरू आइरहन्छ है त गाइज। सब्सक्राइब गर्नु चाहिँ नभुल्नु होला। आई एम फ्रम नेपाल, थ्याङ्क यू सो मच। होइन, यो यति साह्रो छ, तान्दा चाहिँ हल्कै तानेको जस्तो देखिन्छ होइन, एकदम साह्रो छ क्या। हातै दुखिसक्यो यार, तान्दा तान्दा बल्ल सकियो। अब यति हो, यति भएपछि हुन्छ यो। अब भित्र लगेर यसलाई सुकाउने हो, त्यो राम्रो छ। अर्को वर्षको लागि चाहिँ रेडी हुन्छ। अनि यहाँ चाहिँ अब पुरा यो खनेर होइन, पहिले यो साह्रो छ, यसमा पानी लाउँछु भरे आज म, अनि खन्छु। त्यस पछाडि फुलको बिरुवा ल्याएर रोप्ने हो। फुल आफै छरिदिने हो त्यहाँ, अनि उम्रिन्छ। त्यही फुललाई चाहिँ फेरि त्यहीँ रोपेर पुरै फुलबारी बनाउने हो। फुलबारीको भिडियो मैले पहिला नै हालेको थिएँ, तपाईँहरूले हेर्नु भएको छ कि छैन, नभए राम्रोसँग हेर्नु होला सबैजनाले। को कहाँदेखि हेर्दै हुनुहुन्छ उहाँहरूले पनि कमेन्ट गर्नु होला है त। अच्छा, भोलि चाहिँ सोमबार, पर्सि मङ्गलबार फोहोर लिन आउँछ, त्यही भएर यो चाहिँ सबै निकालेर फोहोरको गाडीमा हाल्नुपर्छ। अब म डिपको रूपमा क्लिन गर्न थालेँ। अब सबै सफा गर्दैछु होइन, एकदम तरिकाले झारसार त्यो सबै उखालेर यसलाई अब खनेर मल हाल्ने र बिरुवाहरू रोप्नको लागि मात्र रेडी गरेर राख्ने हो। त्यो छेउछेउमा भएको चाहिँ फुल हो, त्यसलाई चाहिँ फ्याल्नु हुँदैन। यसलाई चाहिँ अन्त सारेर झन् धेरै र ठुलो बिरुवा बनाउँछ। यसलाई झाँगिनी बनाउने हो मलसल हालेर होइन। अहिले यहाँ हाम्रो पानी परेको छैन, सुक्खा लागिरहेछ। पानी परेपछि चाहिँ भने पानी लगाएर गर्छु म यहाँ। पानी त कहिले पर्छ होइन, पानीको कुरा साध्य भएन। त्यो बिउ झर्छ कि भन्नु मैले त्यसो गरेको, त्यो झर्दैन काँचै छ नि त, सुकेको छैन होइन। नसुकेपछि त झर्दैन नि त, त्यही भए हुनाले सुकेपछि झर्छ अनि त्यहाँ हाल्ने। हस् त गाइज, बाई बाई सबैजनाले। यो च्यानललाई लाइक, कमेन्ट, सेयर र सब्सक्राइब गरिदिनु होला। थ्याङ्क यू सो मच।